Welcome back to my YouTube channel Hoystar 2004 फर्सी ब्ल्याक मार्केट। यो चाहिँ हाम्रो चौकीटारको पुल हो हैन, चौकीटार पुल अनि तामझर खोला। अब यताबाट चढेर गइन्छ। म चाहिँ कलेजमा पनि आएर यो एक्जाम फर्म भरिसकेँ अनि यो चाहिँ मेरो बिल 16,500 लाग्यो ठ्याक्कै। यो चाहिँ कलेज। आओ तोरी फुल्यो, अब खेतभरि तोरी फुल्यो होइन मजाले। मैले चाहिँ यो सकिसकेँ त अब यसको म्यानेज कसरी गर्ने भनेर म देखाउँछु। यसरी राख्ने होइन। ए फुटेन छे, भएन, पारा भएन। यहाँ चाहिँ भुक्टी फलेको रहेछ। गाइस चिलाउने हो यता छ होइन। मानी आइपुगेन, सामकामको मानी खोइ, मानी खोइ, मम्मी आउनु भएको छैन। सुन्तलाको बिरुवा चाहिँ यत्रो भएको छ। अहिले चाहिँ मैले केयर नगरेर यो खजाङ बुझौँ यस्तो भएको छ होइन। अहिले पानी पनि परेको छैन नि त। यो चाहिँ मेरो कागतीको बिरुवा हो। अनि यसमा हेलो गुड मर्निङ, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल होइस्टार 2004 फर्सी ब्ल्याकमा फेरि पनि ब्याक टु ब्याक आइसकेको छु। धेरै समयपछि मैले भ्लग नबनाएको चाहिँ 5 महिना, अपलोड नगरेको चाहिँ 5 महिना भइसक्यो। र आज चाहिँ म जाँदैछु कहाँ भन्दाखेरि सिन्धुली कलेजमा। मेरो काम पर्यो, परीक्षाको इक्जाम फर्म भर्नु पनि डेट चाहिँ भोलिसम्म छ होइन। सो त्यही भएर चाहिँ आज म हतार जाँदैछु। अनि आज चाहिँ गाउँमा गाडी थियो भनेर म आनन्दले ढुक्कले घरमा बसेको, तर दाइ चाहिँ उताबाट जानुभएछ। सो म जानुपर्ने हुन्छ चौकीटारसम्म। बिहानै बसमा गएको भए पनि पुग्ने रहेछ म, तर गाउँकै गाडी भनेर पर्खिबसेको भिजोक। अब म जाँदैछु चौकीटारसम्म। अनि चौकीटारबाट चाहिँ म सिधै कलेजमा पुगेर चाहिँ फर्म भरेर चाहिँ आजै फर्किनेवाला छु। र यस्तै हो, अब म जाँदैछु होइन। त्यसपछि आजदेखि म भ्लग बनाउँदैछु, साथीहरू सबैजनाले हेरिदिनु होला। अनि मेरो युट्युब च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। मन परेमा चाहिँ भिडियोलाई थम्ब अप पनि गरिदिनु होला। साथै आफ्नो मनमा लागेको कुराहरू कमेन्टमा पनि सेयर गर्न सक्नुहुनेछ। र किप सपोर्टिङ गाइज। लुक गाइज, यो चाहिँ हाम्रो चौकीटारको पुल हो होइन, चौकीटार पुल अनि तामझर खोला। अनि म अहिले पुग्नुपर्ने चाहिँ यहाँ छ कि गाडी यहाँ छ होइन। अनि त्यहाँ पुग्ने हो, त्यसपछि चढेर म जानेछु सिन्धुलीमा। सो न्यू भ्लग होइन बनाउँदैछु। साथीहरू धेरै भयो नबनाएको पनि, यो मेरो बोल्ने शैली पनि बेग्लै छ होइन। सो मलाई अर्को घडी चाहिँ लाज लाग्छ, तर एक्लै बाटोमा यसरी चाहिँ बनाएर हिँड्दैछु। हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है। म चट्नी बलेर चाहिँ यतै रहेछ होइन। म चाहिँ कलेजमा पनि आएर यो एक्जाम फर्म भरिसकेँ। अनि यो चाहिँ मेरो बिल 16,500 लाग्यो ठ्याक्कै। यो चाहिँ कलेज, हामी पढ्ने एसएमसी कलेज। अनि म जाँदैछु अब बजारतिर। यस्तो ल्याङ हुन्छ नि, सबै याद हुँदैन नि। यो चाहिँ हाम्रो कलेज अनि यो चाहिँ ढुङ्ग्रेबास सिन्धुली। अब म जान्छु बजारतिर जान्छु। अनि आज डुलेर चाहिँ म घर जानुपर्ने हुन्छ। कलेजको काम सकियो चाहिँ म सिधै ब्याङ्कमा गएँ होइन। त्यसपछि पैसा निकालेर अनि अलिअलि खर्चको लागि, त्यसपछि भोक लाग्यो एकदम। त्यसपछि त्यही मुनि रेस्टुरेन्ट थियो, त्यहीँ ल्याम्प खाएँ होइन। म चाहिँ एकदमै मिठो थियो होइन। एकजना मात्रै थिएँ, म एक्लै खाएँ। त्यो साडीमा लेयर्स हाल्न दिएको ढिलो भयो, त्यसपछि मैले छोडेर आएँ। त्यसपछि म घर फर्केँ होइन, सर लाएर फर्केँ। अनि यहाँ माथि चाहिँ हाम्रो कलेज छ होइन। यो माथिको छ नि, यो सेतो अग्लो, यो चाहिँ हाम्रो कलेज हो, एसएमसी कलेज सिन्धुली मल्टिपल क्याम्पस। तर म कलेजमा नगए पनि त्यहाँ इक्जाम फर्म भर्न र इक्जाम दिन चाहिँ जानुपर्ने हुन्छ। म बिहान गएको अनि आज फर्केँ होइन। बिहान चाहिँ म बढेर गएको थियो, फर्किँदाखेरि चाहिँ बसमा घर काटेर नराम्रो आएको। काम नै सकेन, काम छोड्यो होइन।
सिन्धुलीमा चाहिँ हाम्रो होइन। त्यसपछि म त ठ्याक्क बसको झारमा थियो अनि त्यही भएर सर्ट बाटोमा भिडियोहरू लिँदै आएँ होइन। अनि खास गरी हाम्रो लोकेसन चाहिँ कता भन्नुहुन्छ होइन, हाम्रो लोकेसन चाहिँ ठ्याक्कै हो पिपल भन्ज्याङ भन्छ होइन यो ठाउँलाई। यहाँबाट चाहिँ फनक्क यता फर्केर जान्छ के, यो अमलेपट्टि जान्छ होइन। हाम्रो घ्याङ्रे गाउँपालिका भनेर देखेको छ यहाँ हो। यहाँबाट चाहिँ हामी फनक्क फर्केर आउँछौँ यता अमले अनि टुनी भन्ज्याङ, हाइटार, कोल्टार, चौकीटार हुँदै यता चाहिँ आइपुग्छ। अनि ठ्याक्क यो चाहिँ हाम्रो फेरि उता कमलामाई नगरपालिका र घ्याङ्रे गाउँपालिकाको सिमाना रहेछ, सिमाना होइन। यहाँदेखि ठ्याक्क गेट छ यहाँ, सिमाना गेट। यहाँदेखि चाहिँ छुट्टिन्छ। यहाँभन्दा पछाडिको चाहिँ कमलामाई नगरपालिका अनि योभन्दा यताको चाहिँ हाम्रो घ्याङ्रे गाउँपालिका। स्वागत छ घ्याङ्रे गाउँपालिकामा। यता पुरै सबै होइन रोडहरू पिच भइसकेको छ क्या। फाइनली म चाहिँ आइसक्यो होइन, बसबाट उत्रिसक्यो। अहिले चाहिँ 4:15 बजेर 17 मिनट गइसक्यो। म चाहिँ चौकीटारमा छु अनि हामी चाहिँ यहाँदेखि चाहिँ जानुपर्ने हुन्छ होइन। माथि चाहिँ हाम्रो गाउँ छ, त्यहाँसम्म हिँडेर जानुपर्ने हुन्छ। अनि बसमा चढेर अलिक कस्तो हुँदो रहेछ, तर मैले भमिट चाहिँ गरेको छैन है, फेरि गर्दैन पनि। सो अब म जान्छु, घरमा पुगेपछि मेरो भ्लगिङ गर्नुपर्ने हुन्छ। घाम डुब्न लागिसक्यो। अब लास्टै भोक लाग्यो भने फेरि म चाहिँ यहाँ गएर खाजासाजा खाएर चाहिँ फेरि म लाग्नेछु उकालो। त्यसपछि उकालो लाग्छु होइन। म चाहिँ एकदम ढिलो हुन्छ क्या। सो म चाहिँ लगभग आधा घन्टा जतिमा जान्छु होला। अनि त्यसपछि चाहिँ एकै ठाउँमा भएछ सागको बिरुवा। प्याज रोप्दैछ यता राधिका। खाजासाजा खाएर चाहिँ फ्रुटी पनि तन्काउँदैछु म। अब यहाँदेखि चाहिँ होइन हामी उकालो लाग्छौँ यताबाट रोटे रोड जाने। त्यसपछि मेरो घर चाहिँ स्कुल छेउमा पर्छ। डाँडाको पहिरो यो चाहिँ आमा, यो चाहिँ चौकीटार हो साथीहरू होइन। जाँदैछु म घरमा। धेरै पछि भ्लग बनाएको होइन, मान्छेहरूको अगाडि त्यति कन्फिडेन्ट छैन मसँग। सो एक्लै बनाइरहेको छु। तोरी फुल्यो, अब खेतभरि तोरी फुल्यो होइन मजाले।
मैले चाहिँ यो सकिसकेँ देख्न सक्नुहुन्छ साथीहरू यतातिर चाहिँ पुरै प्याजको बिरुवाहरू छ होइन सबै नेवार टोलले राखेको त्योहरू चाहिँ हामीले चाहिँ किनेर रोप्ने गर्छौँ हाम्रो त हुँदैन अनि यो चाहिँ यत्रो ठुलो रायो सागको पोको रहेछ अनि त्यो पनि मैले भिडियो लिएँ होइन यता चाहिँ के रोप्दै हुनुहुन्छ प्याज रोप्दै हुनुहुन्छ होला होइन अनि यहाँ माथि हाम्रो गाउँ अनि यतातिर छ म अनि छ यतातिर होइन तोरी अनि यता चाहिँ टनेला पनि रहेछ अनि टमाटरको त्यसपछि म चाहिँ गाउँपट्टिबाट छिरे आज चाहिँ भिडियो लिएँ एकछिन अनि यो चाहिँ केवटा घारी टोल भन्छ बिस्तारै हिँडेर आएँ अनि यता टमाटर रहेछ अनि सबै यतातिर चाहिँ नेवारहरू अनि तामाङहरू छ होइन अनि यहाँ चाहिँ ऐना छ क्या धेरै ऐनामा यसो आफूलाई देखाएँ होइन त्यसपछि म आएँ गाउँबाट बिस्तारै सुई 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 हिँडेर आएँ होइन टोटोला टोटोला भन्ने चिन्नुहुन्छ कि हुन्न यो हो टोटोला पूजाआजामा पनि काम लाग्छ होइन है यहाँ चाहिँ सब कुखुराले खाए जस्तो छ यो चाहिँ सुन्तलाको बिरुवा सुन्तला हुँदैन हाम्रो ठाउँमा मैले नि एउटा सानो सुन्तलाको बिरुवा रोपेको छु धन्न अहिलेसम्म यत्रो भएको छ होइन यहाँ चाहिँ भोटे फलेको रहेछ हो गाइस चिलाउने हो यता चाहिँ होइन त बच्चाहरू खेल्दैछ को मान्छे हो मामी आइपुगेन समगमको मामी खोइ मामी खोइ मम्मी आउनु भएको छैन ए म चाहिँ घरमा आइसकेँ होइन साथीहरू निकै थाक्यो अनि मैले भनेको थिएँ तपाईँलाई होइन यो तपाईँहरूलाई भनेको थिएँ मैले मेरो सुन्तलाको बिरुवा चाहिँ यत्रो भएको छ अहिले चाहिँ मैले केयर नगरेर यो खजाङ गुजुङ यस्तो भएको छ होइन अहिले पानी पनि परेको छैन नि त यो चाहिँ मेरो कागतीको बिरुवा हो अनि यसमा कागती ठुल्ठुलो फल छ अहिले चाहिँ फलिरहेको छैन यसमा चाहिँ सुन्तला कहिले फल्छ थाहा छैन होइन अनि यो चाहिँ हाम्रो भिलेज आइसक्यो अब भने साथीहरू भिडियो के कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है आज मैले न्यू फोनबाट न्यू ब्लग लिएर आइसकेको छु धेरै पछि भनौँ होइन अनि अन्त्यमा के भन्नु होइन अब मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ फेरि सब्सक्राइब गर्नु होला अनि नयाँ नयाँ भिडियो हेर्न सक्नुहुनेछ त्यसको लागि चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नुपर्ने हुन्छ 1K सब्सक्राइब पुऱ्याइदिनु पर्ने हुन्छ है त साथीहरू अनि अब रात परिसक्यो अब योभन्दा बढी लामो भ्लग म बनाउन चाहन्न सो नेक्स्ट भ्लग आउँदै गर्छ आजलाई यति नै साथीहरू बाई बाई